Every journey begins with a single step. A new chapter begins. New faces, new dreams, new possibilities. Today, you arrive as students. Tomorrow, you'll leave as leaders. Learn, grow, inspire. Myself, Aaron Srishna. First of all, I would like to thank the administration for giving me this wonderful chance to speak my thought in front of you all. The secret of change is to focus all of the energy. मैले यो टपिक किन बोलाउनु लाग्यो होला हामीलाई केही आइडिया छ भने यासीमा किन भएर यो ब्लाइन्ड टिचर प्लस 2 मा भर्ना हुनुभएका सम्पूर्ण भाइ बहिनीहरूलाई चाहिँ ताली बजाएको हो होइन। तपाईँहरूले आफ्नो फर्दर स्टडीको लागि चन्द्रगिरीकै एउटा उत्कृष्ट कलेज भन्छ हामी प्लस 2 लाई चुन्नु भएको छ। तसर्थ तपाईँहरू तालिमको हकदार हुन्छ। पुनः एकपल्ट ताली बजाउनलाई अनुरोध गर्छु। यदि मेरो नाम यति सेन्सिटिभ छ कि त्यो लास्टमा बसेको कुनै एउटा भाइले अथवा बहिनीले है त्यो अगाडि कुराहरू खास गरी त्यो नाकले सुनिहाल्ने है। अब हुन त फेरि यो कस्तो छ भने अहिलेको यो ट्रेन्ड चाहिँ इन जेनरल भाइ बहिनीहरूलाई कुद्न पाइन्न अथवा भन्न गाली गर्न पाइँदैन भन्ने कुरा छ। यो वास्तवमा हो फेरि हामी गाली गर्दैनौँ किनभने राम्रो डिसिप्लिन स्टाइल चाहिँ हामी गाली गर्दैनौँ पक्कै है। कपाललाई रङ्गी चङ्गी बनाउने ब्लिचिङ गर्ने भने सोध्नु भएको छ भने प्लिज नगरिदिनु होला र गरेको छ भने त्यसलाई कालो गरिदिनु होला। पछाडि गर्ने आउँदाखेरि हामी त्यो पनि चेक गर्छौँ। कुरा गर्नु पर्दाखेरि यो हलमा आज जतिजना हुनुहुन्छ, कतिजना साइन्टिस्टहरू हुनुहुन्छ, डक्टर्सहरू हुनुहुन्छ, सिइओजहरू हुनुहुन्छ, इन्जिनियर्सहरू हुनुहुन्छ होइन। यहाँहरू अहिले 11 कक्षाको विद्यार्थी भए पनि तपाईँको स्वरूप चाहिँ त्यो रूपमा प्रकट हुन मन मान्छे डक्टरै भइदियो कि जस्तो लाग्ने होइन। त्यसपछि ऊ कन्सर्टबाट गयो दुर्गे थापै भन्ने गीत होइन बन्दियो कि जस्तो लाग्ने। अनि त्यस पछाडि फुटबलको सिजन चल्दैछ, साँच्चै त फुटबलर बन्नुपर्छ कि जस्तो लाग्दो रहेछ। अनि यो खालको पपअप गर्ने फिलिङ्सहरू हुन्छ त्यो चाहिँ प्यासन भइरहेको छ क्या। Learn more, make friends, make good memories, and make the most out of these 2 important years of your life. Once again, everyone, welcome to Bright Future family. I wish you all a very bright future. Thank you very much.